मेरो 12 वर्षको बच्चाले चुरोट खान थालेको थाहा पाएँ, बिहेभ गर्न थालेको। 14 वर्ष 15 वर्षकोले साथीहरूसँग भेट भएको बेलामा रक्सी खान थालेको थाहा पाएँ। गर्लफ्रेन्ड बनाउन थाल्यो, बोयफ्रेन्ड बनाउन थाल्यो 12-13 वर्षको छोरीले, छोराले। के गर्ने? विदेशमा बस्नुहुने धेरैजना दाजुभाइ दिदीबहिनीहरूको बुवा आमाको चाहिँ समस्या यो। मैले के देख्छु भन्दाखेरि कोही बच्चाले रक्सी खान थाल्नु, चुरोट खान थाल्नु कुनै एक दिनबाट सुरु गरेको हुँदैन के, त्यो बिस्तारै बिस्तारै सुरु भइरहेको समस्या हो। यो चाहिँ नि रोगको रूपमा बाहिर देखिने भनेको त रोगको रूपमा आइसकेको भनेर देखिन्छ नि त। भित्रभित्रै धमिराले खोक्रो पारेको जस्तैबाट बाहिर देखिनको लागि त धेरै पछि मात्रै देखिन्छ कि। बुवा आमाले चाहिँ लास्टमा थाहा पाउने हो, सबैलाई थाहा हुन्छ प्रायः जसो केसमा है। बुवा आमाले थाहा पाउने भनेको यदि सतर्क भइएन भने लास्टमा हो, कति वर्षपछि थाहा हुन्छ। रक्सी, चुरोट अथवा गाँजा है, अब कति ठाउँमा त कानुनी रूपमा पनि पाइन्छ भनेर बच्चाहरूले नै स्कुलबाट नै सुरु गरिरहेका हुन्छन्। मेरो पहिलो प्रश्न हुन्छ, कोही बुवा आमाले गर्ने बित्तिकै तपाईँहरू दुवैजना काम गर्नुहुन्छ, बच्चालाई कसले हेर्छ? ऊ त 12-13 वर्ष भइसक्यो, आफै सब गर्छ, हामीले पर्दैनौँ। हामीले नाइट र डेको सिफ्ट मिलाएर गरिरहेका छौँ है। सानो बच्चालाई हेर्न के गाह्रो हो र? टिनेजर किशोर किशोरी भएपछि 10 वर्षभन्दा उँभो लागिसकेपछि एकजनाले त छोड्नु नै हुँदैन, एकछिन आँखा झिमिक्क गर्न पाइँदैन। यो उमेरमा उनीहरूले यसो गर्दा कस्तो होला, उसो गर्दा कस्तो होला, सङ्गतको पनि धेरै ठुलो इन्फ्लुएन्स हुन्छ, पियर प्रेसर हुन्छ है। तपाईँहरूले कतिको समय बिताइरहनु भएको छ भन्ने कुरा चाहिँ त्यसले देखाउँछ। पहिलो मेरो प्रश्न, तपाईँहरू काम गर्नुहुन्छ अनि स्कुल सिस्टम कस्तो छ? एकदम राम्रो छ? अरूको लागि राम्रो छ कि तपाईँको लागि के छ है? सहरमा बस्ने बानी परेको हुन्छ धेरैजना बुवा आमाको चाहिँ नि, पैसा पुग्दैन पैसा पुग्दैन पैसा पुग्दैन भनेर सहरमा बस्नुहुन्छ। दुइटैले काम गर्नको लागि हजुरबा हजुरमा ल्याएर राख्नुहुन्छ, हजुरबा हजुरमाले बच्चा हुर्काइरहनु भएको हुन्छ अथवा के छ भनौँ न होइन। जुन सिफ्ट आए पनि गर्ने, पैसा 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 भनेर दौडेको दौडै गर्नुहुन्छ। अब खर्च कम गर्ने भन्ने हुँदैन, जोगाउने भन्ने हुँदैन, जति कमाए पनि पुग्दैन जोगाएन भने, त्यो आफ्नो ठाउँमा छ होइन। सहरमा बस्नुहुन्छ, सहरको स्कुलहरूमा मैले स्कुल कतिको राम्रो छ छैन भन्नेमा चाहिँ कति पर्सेन्टेज बच्चाहरूले चाहिँ फ्रीमा खाना खान पाउँछन् त्यहाँ भनेपछि कति थोरै आर्थिक रूपमा कति कमजोर विद्यार्थीहरू छन्, त्यहाँको मान्छेहरूले कतिको ट्याक्स पे गर्छन्। थोरै ट्याक्स पे गर्ने ठाउँमा चाहिँ के हुन्छ, बच्चाहरूलाई राम्रो टिचर हाएर पनि गर्न सक्दैन, रिसोर्सेस थोरै हुन्छ, सीमितबाट चाहिँ नै काम चलाउनु पर्छ है। अनि तपाईँको बच्चाले राम्रो पढ्ने छ भने पनि त्यो राम्रो स्टिमुलेसन पाएन, राम्रो गाइडेन्स पाएन, राम्रो टिचर छैन, रिसोर्सेस छैन भने चाहिँ बच्चा बिस्तारै बोर हुँदै जान्छ अनि नराम्रो सङ्गत हुँदै जान सक्छ है। अर्को कुरा, सङ्गत कस्तो छ वरिपरिको। अरू कुरा, तपाईँले बच्चासँगसँगै के गर्नुहुन्छ के गर्नुहुन्न, हरेक हप्ता कति समय चाहिँ उसलाई मात्रै एभ्री डे के गर्नुहुन्छ, अनि तपाईँहरू कतिको भोज भतेरमा जानुहुन्छ। मेरो अर्को प्रश्न हुन्छ, तपाईँहरू आफू नेपाली कल्चर सिकाउनु पर्यो, यो गर्नु पर्यो, आफू हुर्किएर वयस्क भएको छ तर अझै बच्चा हुन छोडेको छैन है। जसले जहाँ बोलाए पनि खुर्र गएको छ, अरूलाई पनि बोलाएको छ, घरमा रक्सी चुरोट सबै कुरा। आफ्नो बच्चासँग समय बिताउन समय छैन तर पार्टी गर्नलाई, भोज भतेर गर्नलाई पैसा छ, तपाईँहरूसँग समय छैन। त्यही समय बरु भोज भतेर कम गर्नु, बच्चासँग टाइम बिताउनु भन्छु। बरु बच्चालाई लिएर कतै घुम्न जानु, कतै टाइम स्पेन्ड गर्नु, बधाई लिएर बस्नु, काम कम गर्नु है। म चाहिँ नि सब कुरा बच्चा पाएर बुवा आमा भइसकेपछि तपाईँले सब कुरालाई त्याग्नुपर्छ। फेरि आफू पहिला जस्तै किशोर अवस्था जस्तै यताउता अल्लारे भएर हिँड्न पाइँदैन पाइँदैन। एकदमै बच्चाले पदार्थ सुरु गरिसकेपछि जोगी बामाको पनि त्यही एउटै 3-4वटा बच्चा छ तपाईँको भनौँ है, तपाईँले सबैलाई बराबर माया गरे जस्तो लाग्ला। तर कोही बच्चालाई धेरै एटेन्सन चाहिन्छ, कोही बच्चालाई कम भए पनि पुग्छ। तपाईँले बच्चालाई सोध्नुभयो भने जेठोले भन्ला माइलो कान्छोलाई धेरै माया गर्छस्, मलाई कम गर्छ, तर तपाईँले त सबैलाई बराबर गरे जस्तो लाग्ला। त्यही एउटै बाउमा पनि तपाईँ त्यही बच्चाहरूको लागि पनि फरक फरक खालको हुनुहुन्छ क्या। अब मैले चाहिँ के गर्छु भन्छु भन्दाखेरि, मिल्छ भने सहरभन्दा टाढा तपाईँहरू बच्चा हुर्काउँदै हुनुहुन्छ, यहाँ कतिजना सोध्नुहुन्छ कुरा भइरहेको बेला भाइ बहिनीहरू, कहाँ बस्छु भन्नुहुन्छ, न्युयोर्क बस्छौँ अथवा कहाँ सहरतिर बस्छौँ भन्नुहुन्छ भने किन त्यहाँ बसिरह, बच्चा कति छ, सानो छ, 10-11 वर्ष बसेपछि 12-13 वर्ष भएपछि रक्सी चुरोट खान थाल्यो भने के गर्छौ? सहरतिर नबस, सबतिर जहाँ चाहिँ स्कुल राम्रो छ, जहाँ चाहिँ नि राम्रो सङ्गत छ, साथी छ, त्यतातिर जाऊ होइन। फेरि आफ्नो समाज यतै छ, साथीभाइ छन्, यसो तिमीलाई साथीभाइ महत्त्वपूर्ण कि आफ्नो बच्चाको जिन्दगी महत्त्वपूर्ण? बच्चा अन्तको सबभन्दा ठुलो लगानी हो, तलमाथि हुने बित्तिकै जिन्दगी भएर तिमीलाई पिर
न बच्चाको जीवनलाई तिमीले राम्रोसँग अगाडि बढाउन दिन सक्छौ, भनौँ यसो एकचोटि याद गर तिमीलाई के महत्त्वपूर्ण छ तँ हेर भनेर खुरुक्क लाएर सबै कुरा बन्द गर। बरु एकजनाले काम गर, बरु कम काम गर, मिलाएर गर, समय बिताऊ सँगसँगै, ठाउँ सर। तपाईँले बच्चाले यदि पदार्थहरू प्रयोग गर्न थाहा पाएको छ भनेदेखि त्यो सङ्गत राम्रो छैन भनेर रोग लागेपछि के गर्ने भनेपछि सबैतिरबाट, वातावरणबाट, आफ्नो घरको व्यवहार के छ, कसरी तपाईँहरू कतिको काम गरिरहनु भएको छ, एकअर्कालाई कसरी ट्रिट गर्नुहुन्छ, के गरिरहनु भएको छ, अरू कोही छ कि छैन बिचमा ल्याउनु भएको छ कि के छ, त्यो त बच्चाले त रिफ्लेक्ट गरिरहेको हो नि त। मलाई सहयोग चाहिएको छ भनेर रिफ्लेक्ट गरेर भनिरहेको हो नि त है। अब त्यसपछि बच्चालाई फेरि तलमाथि तल आउँछु भनेर पिटपाट गऱ्यो भने तपाईँ फेरि जेल जानुहुन्छ। आफ्नो बच्चा नि आफ्नोमा रहँदैन। अनि बच्चाले रक्सी चुरोट खान थालेको, गाँजा खान थालेको छ भने बाबाआमालाई पनि प्रब्लममा पर्न सक्छ है। अर्को कुरा तपाईँको जागिरदेखि लिएर सबै कुराहरू है। अब चाहिँ नि अर्को ठाउँमा सर सताबाट हुन्छ, लुकाएर गुपचुप भन्दा पनि सपोर्ट माग आफ्नो एक्सिडेन्ट हजुरबा हजुरआमा ल्याएर हुन्छ कि होइन, सँगसँगै बस्छ बच्चालाई बरु, अथवा अरूको सानो बच्चालाई टेक केयर गर्न, अथवा अर्को कोही स्पेसल निड छ भने एकचोटि यसो हेर। अनि बच्चालाई तैँले यो गरिस् भने अर्कोलाई यस्तो गर्छ भने ब्ल्याकमेल गरेर इमोसनली प्रेसर दिएर केही पनि हुँदैन। त्यो बच्चाको बुद्धिले त्यति इच्छामा सिक्दैन, उसले हुन्छ हस् भने पनि, तर साथीभाइ सबै कुराले चाहिँ फरक पर्छ है। यो कुराहरू चाहिँ नि याद गर्नुहोस् है। मलाई कतिजनाको रिच आउट गर्नुभयो कि बच्चाहरूले चुरोट खान थालेको, बच्चाहरूले झगडा गर्छन्, घरमै बस्न मान्दैनन्, अथवा यो गर्छन् त्यो गर्छन्, पढाइ खस्किरहेछ भन्ने बित्तिकै सबभन्दा पहिलो प्रश्न चाहिँ मेरो के हुन्छ भन्दाखेरि, अथवा के ठुल्ठुलो कुरा गर्न थाल्यो, धार्मिक कुरा गर्न थाल्यो, अथवा यो कुरा गर्न थाल्यो, आउट अफ वर्ल्डको कुरा गर्न थाल्यो, के गर्यो भने चाहिँ गाजर खान थाल्यो, रक्सी खान थाल्यो, कहिले खरायो रहेछ भनेर सोध्छु के। कुरा त्यही हो। टेल साइन भनेकै बच्चाहरूको पढाइ खस्किरहेछ, राम्रो ख्याल गरिरहेको छैन, पहिलाको भन्दा बानी बेहोरा चेन्ज भइरहेको छ, झगडाहरू स्वभावको भएको छ, अनि बच्चाहरूले आफ्नो हानि गर्न सक्ने सम्भावना धेरै हुन्छ है। यो कुराहरू चाहिँ याद गर्नुहोस्। फेरि यो तपाईँले गाली गर्छु, नेपालकै तालले त लाउँछु भनेर आफूलाई जे गरेको छ त्यो हुँदैन। तपाईँको बच्चा फरक खालको छ, आफूलाई अनि आफू पनि थेरापीमा जानुहोस्। आफूले पनि कति कुरा त बच्चाले त त्यतिकै आएको होइन त्यो समस्या, बाबाआमाले नै कतै न कतै केही न केही चुकाइरहेका छन्। आफूमा काम गर्ने हाम्रोमा छैन के, मानसिक स्वास्थ्यलाई, भावनात्मक स्वास्थ्यलाई महत्त्वपूर्ण दिएको छैन। यो कुरा चाहिँ नि याद गर्नुहोस् है। यो चाहिँ नि बच्चाहरूलाई गाह्रो छ, एकदमै हुर्काउन गाह्रो छ। बच्चा भइन्छ त बच्चा बेलामा त लड्ला, ल भोको रहला कि अथवा आज ढिलो होला कि पुस्नलाई भन्ने होला। ठुलो भएपछि अझ किशोर अवस्थामा त एकदमै ध्यान, 25 वर्षसम्म त गाह्रो हुन्छ। यो चाहिँ याद गर्नुहोस् है। तपाईँहरू सबैजनाले एउटा कुन ठाउँमा बस्नुभएको छ, पढाइ कस्तो छ, साथीभाइको छ, अरूका जानी आउनु दिनु भएको छ कि छैन, घरमा रक्सी राख्नु भएको छ कि छैन, घरबाट सुरु हुन्छ प्रायः जसो। आफूले के खाइ आफू परिवर्तन हुनुपर्छ कि बच्चाको लागि। साथीभाइ भनेर जानुभएको छ कि भोज भयो, सबै कुरा एकजनाले छोड्नु हुँदैन। यो चाहिँ नै तपाईँहरू त्यो ठुलो समस्या आउन, रोग लाग्नुभन्दा अगाडि नै रोकथाम गर्नु जरुरी छ। सहरमा बसेर तुरुन्तै चेन्ज गरेर बरु मुभै भएर जानुहोस् डेरै, त के हुन्छ। स्कुल राम्रो छानेर बरु बच्चालाई पनि केही अब केही भइरहेको, कसैले केही पो गरिरहेछ कि, त्यो अर्को कुरा पनि बुलीहरू भइरहेको छ कि भन्न सकिरहेको छैन कि होइन, के भइरहेछ त्यो कुराहरू चाहिँ नि। फोन दिँदाखेरि कति वर्षमा दिनुभएको छ, 12-13 वर्षको बच्चालाई फोन दिनुहुन्छ, चाहिन्छ फोन होइन। हामीलाई सहिलो हुन्छ घरमा एक्लै हुन्छ चेक गर्नको लागि, घरमा बच्चा किन एक्लै भयो, बच्चा घरमा एक्लै किन भयो, मेरो प्रश्न चाहिँ। छोड्ने नै होइन एक्लै, आफ्नो सजिलोको लागि गाह्रो छ, तर उपचार गर्यो भने निको हुन्छ। आफूमा पनि काम गर्नुहोस् है, तपाईँहरू आफैमा पनि काम गर्नुहोस्। बरु कतैतिर घुमाउन लानुहुन्छ कि, कतैतिर 2-4 महिना, 1 वर्ष 2 वर्ष बस्न जानुहुन्छ कि, आफै विचार गर्नुहोस् है त।